धेरै धेरै न अब यसको फुल ल्याइदिनुहोस् बसेछ बस्छ 2 दिन आएर मेरो पनि वेलकम टू माई न्यू भ्लग चलो जान्छु बस है अब चाहिँ इन्डिया ल ल हुन्छ फेरि मम्मी ल ल टेन्सन यो ल ल नरौ किन रोदियन कमान जाँदा नि चलो गाइज के भयो त म आइहाल्छु नि अब कन्छ धेरै टाइम लै ल ल धेरै टाइम लै जाने भए पो हाले हो झोलाभित्र ल ल मम्मी ध्यानसित बस है नरौ म चाहिँ जानु लाग्यो गाइज इन्डिया दबाई लिन गयो के तिमी दबाई नै त आज जान्थ्यौ मैले त सबै छि कति चिसो छ हाम्रोतिर त गाइस के गाइस मिनामना माथि गएर उकालो छ यहाँदेखि हजुर ल ल गाई लौ तपाईँले थाहा छैन तर म आज जाने भन्ने अच्छा हो र कोही बात नै म बादमा पैसाको मान्छु र बसमला टन्नै ल ल ध्यान राखे दबाई लिन गए जल्दी विमल कहाँ गइन् ल ल पावर ब्याङ्कको लागि लाइन आएको थियो नि त त्यही भएर फेरि बादमा आयो बाई गए तिमी कहिले जान्छौ मम्मी गाइस कसरी हेर्छन् माथि एउटा दिदी हुनुहुन्छ अरे पता नै सोनियाको माइली आमा हजुर खै थाहा भएन मलाई त तिनी माइली आमा भन्थे अरे म चाहिँ जानु लाग्यो चाहिँ भनौँ बाई मम्मी हजुर बोलाएको थियो आँदैछन् पप्पा गाइस कस्तै यो गाउँ उल्टो तल्लो मेरो घर यो कलेज तू घर छोड़ के जा रहा है? क्या करे गिड्डी, मेरे ड्रीम्स को पकड़ने के लिए घर को छोड़ना ही पड़ेगा।
प्लीज डब्बा, ऐसा मत कर, प्लीज मत जा, तू हमेशा मेरे साथ रहेगा। फाइनली गाइज हामी चाहिँ हिँडिसकेको। हेलो गरिदिउ भिजिट गर्दै खैरौ हजुर गएँ ल यो छामा कहाँ जानु लाग्यो है? यो बिस नम्बरै छैन यार म चाहिँ इन्डिया चुकेर ए पिराल घुर्को डाँडा त हरन हाल्ने सिकिने बाटोमा निस्किन्छ क्या तपाईँ ढुक्क हामी चाहिँ फोटो लगाइसकेको अनि चाहिँ बनाउनु पाएन थोडा के अरे उठो त्यस्तै भयो अनि त्यही भएर अहिले चाहिँ हामी यता मार्केटतिर जानु लाग्यौँ अङ्कलमा। यो चाहिँ म चाहिँ फिलहाल बुटोल छु बुटोल हेलो हजुर एक्टिभामा गाडी होइन त्यो सिट नम्बर हेरेर बस्छ न होइन त्यहाँ स्टोरी हुन चाहिँ किन आफ्नो सिटमा बसाउनु नि किन बसाउनु होइन आफ्नो सिटमा बसेर हेर अब आफ्नो गाडी के पऱ्यो आफ्नो सिट त्यही बस अनि आफ्नो सिटमा बस किन कुरा गर्ने तिमी आफ्नो सिटमा बस न त गाइस यो चाहिँ हामी फुलबारी आएको भर्खरै मेरो त्यहाँ पनि हुन्छ क्या हाँ? 500 छ खुल्ला खाने यो चाहिँ काउन्टर परेवा
त्यसपछि जाने होला मोटर म बादमा काटिदिन्छु है तपाईँको फुलबारी यहाँ त सबै हिन्दी बोल्छ नि भाई 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 रे भैया कोई बात नहीं सरी सरी मन्दिर हजुर अच्छी हो तो दी अबे कस्तो डर लाग्ने गरेर हेर्छ हेर्दा छोरा रातै तिनी हाँस हुन न के भन्छ त मेरो अच्छा घोडा मैले त त्यता त हेरेकी पनि छैन यसमा गाइज को लानु भएको छ कमेन्ट गर्नु होला म चाहिँ फर्स्ट टाइम आएको है आज यता आउँदै